आचार संहिता नैतिक र कानुनी दस्तावेज भएको हुनाले यसको नैतिक पाटोको रूपमा राजनीतिक दलहरूले मतदाता समक्ष आफ्नो मत माग्न जाँदाखेरि, आफ्नो लागि मत माग्न जाँदाखेरि, उम्मेदवारहरूले राजनीतिक दलहरूले मत माग्न जाँदाखेरि त्यसमा चाहिँ घोषणापत्र बनाएर आफ्नो घोषणापत्रमा त्यसका आफ्ना नीति कार्यक्रम योजनाहरू घोषणापत्र मार्फत मतदातासम्म लैजाने र मतदाताहरूले त्यसलाई विश्वास गरेर कुन दलको घोषणापत्र कार्यक्रम राम्रो छ, कसको अलि चित्त बुझ्दो छ, कसको नबुझ्दो छ, त्यो कुरालाई प्रयोग गरेर त्यसलाई आधार बनाएर आफ्नो विवेक प्रयोग गरेर उहाँहरूले मतदान गर्नुहुन्छ र जितेर जाने जनप्रतिनिधिले आवधिक रूपमा त्यो घोषणापत्रमा आफूले के कुरा उल्लेख गरेको थियो, त्योमध्ये कति काम पुरा गरियो, के गर्न बाँकी छ भन्ने जस्ता कुराहरू आवधिक रूपमा सार्वजनिक गर्नुपर्ने गरी नैतिक रूपमा उत्तरदायी बनाउन खोजिएको छ। यहाँ कानुनी भन्दा पनि नैतिक विषय यसमा प्रधान छ। त्यो हिसाबले उम्मेदवारहरूलाई मतदाताप्रति, आफ्ना मतदाता जसले मत दिएर उहाँहरूलाई जिताउनु भयो उहाँहरूप्रति नैतिक रूपमा जवाफदेही बनाउने कुरामा आचार संहितामा समेटिएको छ। यद्यपि यो आचार संहिता निर्वाचन अवधिका लागि हो, तर यसले पछिसम्मका कुरालाई एउटा दिशानिर्देश गर्ने काम चाहिँ यो आचार संहिताले गरेको छ। त्यो मतदान त्यो निर्वाचन क्षेत्रमा भएको कुल जनसङ्ख्या, किनभने उम्मेदवार सबै त्यो जनसङ्ख्या घरधुरीको घर घरसम्म पुग्नुपर्ने हुन्छ, धेरै जनघनत्व बढी भएका ठाउँमा उहाँहरूलाई धेरै दिनसम्म प्रचार प्रसारका कामहरू गर्नुपर्ला, थोरै भएका ठाउँमा थोरै दिन गर्दा पनि पुग्ला। कति दिन त्यो काम गरियो भन्ने कुराले चाहिँ निर्वाचनको खर्च निर्धारण गर्ने भएको हुनाले एउटा जनसङ्ख्यालाई आधार मानिएको छ, अर्को भूगोललाई आधार मानिएको छ। कतै कतै एक दिनभरिमा धेरै ठाउँ घुम्न सकिने ठाउँ होला, भूगोल सजिलो भएर, कतै चाहिँ एउटा गाउँबाट अर्को गाउँमा पुग्नै दिनभरि लाग्ने अवस्था होला। त्यो सबै कुराहरूलाई विचार गरेर निर्वाचनमा यो उम्मेदवारले अथवा राजनीतिक दलले आफ्ना विचार, धारणा, अवधारणा पत्र, घोषणापत्रहरू सबै मतदातासम्म पुर्याउन पनि पाउनु पर्यो, तर त्यसलाई भड्किलो बनाउन पनि भएन, कम खर्चिलो बनाउनु पर्यो। त्यो कुराहरूलाई विचार गरेर निश्चित एउटा मापदण्डका आधारमा खर्चको सीमा निर्धारण गरिएको छ। यही पुस 13 र 14 गते समानुपातिक तर्फको बन्द सूची पेश गर्ने गरी अवधि तोकिएकोमा त्यो तोकिएको अवधिभित्र यो 93 दलमध्ये कुल 64वटा दलले यो समानुपातिक तर्फको बन्द सूची पेश गरेका छन्। त्यसरी पेश गर्ने दलहरूमध्ये पनि 54वटा दलले आफ्नो अलग अलग निर्वाचन चिन्हबाट चाहिँ निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी र बाँकी रहेका 10वटा दलले आफ्नो विभिन्न क्लस्टरमा रहेर 4वटा निर्वाचन चिन्हमा निर्वाचनमा सहभागी हुने गरी। कानुनको भाषामा भन्दाखेरि धेरै दलले, एकभन्दा धेरै दलले एउटै निर्वाचन चिन्ह लिएको कुरालाई एकल चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने भन्दो रहेछ। त्यसो भएको हिसाबले 10वटा दलले एकल चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुनको लागि विभिन्न 4वटा निर्वाचन चिन्ह लिएर र बाँकी रहेका 54वटा दलले यो आफ्नो आफ्नो अलग अलग निर्वाचन चिन्ह लिएर, चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने गरी यो दल दर्ता गराएको बन्द सूची पेश गरेको अवस्था छ। पेश गर्नुभन्दा अगाडि नै समानुपातिक तर्फको मतपत्र छापेका उदाहरण पनि यहाँले देख्नु भएको छ। त्यसले गर्दाखेरि धेरै ठुलो मतपत्र भयो, मतदातालाई पनि गाह्रो भयो, मतपत्र धेरै भएपछि मतपेटिका पनि धेरै चाहिने, त्यसले गर्दाखेरि त्यो मत गन्ने बेलामा पनि त्यो मत फुकाउन गाह्रो हुने लगायतका कुराहरू, व्यवस्थापकीय चुनौतीहरू धेरै सिर्जना हुने भएको हुनाले यो पटक हामीले चाहिँ बन्द सूची पेश गरेका दलहरूको मात्रै मतपत्रमा चुनाव चिन्ह रहने गरीको प्रबन्ध गरेका हिसाबले अहिले चाहिँ अब 58वटा चुनाव चिन्ह मतपत्रमा रहने कुरा निश्चित जस्तै भयो। तर अहिले पनि हामी सूची रुजु गरिरहेका छौँ। कसैको चाहिँ त्यस्तो इन्भ्यालिड हुने अवस्था आयो भने त्यसमा परिवर्तन हुन सक्ला, होइन भने यो पटक हामीले समानुपातिक तर्फ रहने निर्वाचन चिन्हहरू जम्मा 58वटा हुने कुरा यहाँहरूलाई हामी जानकारी गराउन चाहन्छौँ। समानुपातिक तर्फको मतपत्र करिब 2 करोड छापिसकेपछि प्रत्यक्षको पनि करिब त्यही सङ्ख्यामा छाप्नु पर्यो, किनभने मतदाता त उति नै हो। समानुपातिकका लागि र प्रत्यक्षका लागि मतदाताको सङ्ख्या उति नै हो। यो उम्मेदवार कति हुन्छन् भन्ने भन्दा पनि मतदाता कति छन् भन्ने कुराले निर्धारण गर्ने भएको भएर हामीले मोटामोटी प्रत्यक्षतर्फ 2 करोड र समानुपातिक तर्फ 2 करोड गरी 4 करोडको सङ्ख्यामा मतपत्र छाप्छौँ।